यो आज इकान्तिपुरले चाहिँ 93 अर्ब बेरुजु आयो चाहिँ सरकारको भन्ने समाचार छापिरहेको देखेको थिएँ। खासमा आम सर्वसाधारणले यो बेरुजुको बारेमा त्यति धेरै थाहा नहोला र म चाहिँ यो एआईलाई सोध्दैछु कि यो खास बेरुजु भनेको के हो, आम सर्वसाधारणले कसरी बुझ्ने भन्ने बारेमा म एआईसँग कुरा गर्दैछु। ल यसले के भन्दो रहेछ। हेलो जिमिनी, नमस्ते। नमस्ते, हजुरलाई केही सोध्नु छ कि? आज हाम्रो यो इकान्तिपुरले चाहिँ नेपालको चाहिँ यो आर्थिक वर्षको चाहिँ 93 अर्ब बेरुजु आयो भनेर चाहिँ समाचार छापिरहेको थियो। खासमा हामी यो आम सर्वसाधारणले यो बेरुजु भन्ने कुरालाई हामीले कसरी बुझ्ने होला? खास बेरुजु भनेको के हो? बेरुजु भनेको सरकारी कार्यालयहरूले खर्च गरेको पैसाको लेखापरीक्षण गर्दा नमिलेको वा कानुन सम्मत नभएको रकम हो। यो एक प्रकारको आर्थिक अनियमितता हो। यसलाई साधारण भाषामा बुझ्दा सरकारले कुनै कामको लागि पैसा छुट्याउँछ तर त्यो पैसा नियम अनुसार खर्च हुँदैन। जस्तै कामै नगरी बिल बनाएर पैसा निकाल्ने वा तोकिएको भन्दा बढी खर्च गर्ने, यस्तो रकमलाई बेरुजु भनिन्छ। भनेपछि यो चाहिँ कसले गर्छ कि नेपालको चाहिँ सरकारी स्तरमा काम गर्ने कर्मचारीहरूले गर्दा यस्तो भएको हो त कि कसले गर्दा हो? बेरुजु विभिन्न कारणले हुन सक्छ। सरकारी कर्मचारीहरूले नियम अनुसार खर्च नगर्दा वा कुनै कामको लागि छुट्याइएको पैसा सही तरिकाले प्रयोग नहुँदा यस्तो हुन सक्छ। कहिलेकाहीँ यो जानी गरिएको भ्रष्टाचार पनि हुन सक्छ। भनेपछि हामी आम सर्वसाधारणले चाहिँ बेरुजु भनेको भ्रष्टाचार हो भनेर बुझ्दा हुन्छ कि हुँदैन? बेरुजुलाई भ्रष्टाचारको एउटा रूप मान्न सकिन्छ तर यो पूर्ण रूपमा भ्रष्टाचार नै हो भन्न मिल्दैन। बेरुजुमा आर्थिक अनियमितता र कानुनी प्रक्रिया पालना नभएको हुन सक्छ, तर यसमा व्यक्तिगत लाभको लागि गरिएको भ्रष्टाचारको उद्देश्य नहुन पनि सक्छ। हजुर, अनि यो नेपालमा चाहिँ वार्षिक रूपमा यति धेरै चाहिँ बेरुजु आउँदाखेरि यसले अन्तर्राष्ट्रिय स्तरमा चाहिँ यसले कस्तो प्रभाव पार्ला? चाहिँ अन्तर्राष्ट्रिय अरू देशहरूले चाहिँ के सोच्लान् यस विषयमा? नेपालमा यति धेरै बेरुजु आउँदा अन्तर्राष्ट्रिय स्तरमा यसले नकारात्मक प्रभाव पार्छ। विदेशी लगानीकर्ताहरूले नेपालमा लगानी गर्न हिचकिचाउँछन् किनकि यसले देशमा आर्थिक पारदर्शिता र सुशासनको कमी देखाउँछ। यसले नेपालको अन्तर्राष्ट्रिय छवि पनि धमिलो बनाउँछ। भनेपछि यो चाहिँ एउटा सरकार सञ्चालन गर्ने क्रममा एउटा चाहिँ सरकारको गम्भीर त्रुटि हो भनेर बुझ्न मिल्छ? हो, यो सरकारको गम्भीर त्रुटि हो। यसले सरकारको काममा पारदर्शिता र जवाफदेहिताको कमी देखाउँछ। यसले देशको आर्थिक विकासमा पनि बाधा पुर्याउँछ। हस्, लु, धन्यवाद यति बुझाइदिनु भएकोमा। यहाँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, हजुरलाई अरू केही सोध्नु छ कि? हस्, आजलाई थ्याङ्क यू। फेरि कुनै समस्या पर्यो भने सोध्छु म। हवस् त, फेरि भेटौँला। ल, एआईले चाहिँ यति कुरा चाहिँ सिकाउँछ है साथीहरू। अब तपाईँहरूले पनि यसो एआई चलाउने काम चाहिँ सुरु गर्नु होला।